हाई हेलो नमस्ते सम्पूर्णलाई। आज पनि फेरि हजुरहरू सामने एउटा छोटो मिनी भ्लग लिएर आएकी छु। आशा छ हजुरहरूले पक्कै पनि हेरिदिनुहुन्छ भनेर। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यतिन्जेलसम्म ठिकै छु। हाम्रो पोखरामा चाहिँ अमरसिंह मेला लागिरहेको छ र हाम्रो सपरिवार पनि अमरसिंह मेला घुम्न गएका थियौँ र त्यसैको भ्लग हो। आशा छ हजुरहरूले इन्जोय गरेर हेरिदिनुहुन्छ होला। र हामी जाने बित्तिकै हामी चाहिँ डुङ्गावाला पिङ खेल्यो र पिङ चाहिँ एकदमै मजाले इन्जोय लिएर खेल्यो। अरू बेलाको भन्दा पनि पिङ चाहिँ एकदम धेरै स्पिड चलाएको जस्तो लाग्यो। एकदमै डर लाग्यो। नानीहरू एकदम रोयो है, आँसु नै निकालेर रोयो। मलाई पनि एकदमै डर लाग्यो। एकदम लामो टाइमसम्म खेले जस्तो लाग्यो। जो 100 रुपियाँ पैसा चाहिँ मजाले खेल्यो भनौँ न, खेल्यो। अनि त्यसपछि चाहिँ हामी फेरि उतापट्टि गयो। उता चाहिँ प्रकाश सपुतले गीत गाइराख्नु भएको रहेछ। माली गाईहरू अब के भन्ने गीतहरू छ नि, प्रकाश सपुतको जति पनि अहिलेको नयाँ नयाँ हिट गीतहरू, त्यो गीतहरू हेऱ्यो। र त्यहाँ चाहिँ एकजना दिदी यति रमाइलोसँग छम नाचिराख्नु भएको थियो। दिदीले चाहिँ इन्जोय लिनुभयो। हामीले पनि इन्जोय लिएर प्रकाश सपुतको गीत हेऱ्यो। त्यसपछि चाहिँ मेरो नानीले चाहिँ फेरि फुलवाला यो गेम के हो, यो पिङ जस्तो खेल्ने भनेर खेल्यो है। त्यसपछि फेरि हामी सबैजना फेरि ड्रागनवाला ट्रेन जस्तोमा खेल्यो। एकदमै रमाइलो भयो। बेलुकाको समयमा बत्तीहरू झिलिमिली थियो। त्यसपछि चाहिँ हामी फेरि कफी खानतर्फ लाग्यो। बुढाबुढीले कफी पियो, बच्चाहरूले चाहिँ कन्डक खायो। त्यो खाइसकेपछि चाहिँ फेरि भिडियो गेम हेर्ने भनेर नानीहरू चाहिँ भिडियो गेम हेर्न लाग्यो। हामी चाहिँ भिडियो गरेर हेरिराख्यो। एकदमै रमाइलो भयो भन्दै थियो। भिडियो गेम हेरिसकेपछि चाहिँ फेरि ट्याटु बनाउनतर्फ लाग्यो। के अरे मेला आउनुभन्दा अगाडिदेखि ट्याटु बनाउने हो गालामा भन्दै थियो। तिनीहरूले ट्याटु बनायो, दुईवटा दिदीबहिनीले नै। त्यसपछि फेरि हामी उतापट्टि गयो। बेलुकाको समयमा अब कन्सर्टहरू हुन्छ नि त त्यहीँ। अनि त्यसमै सुरताल ब्यान्डको चाहिँ हेर्दा हेर्दै बुढो भयो भन्ने गीत बजाएको थियो। र एकजना दाजुले चाहिँ यति इन्जोय गरेर नाचिराख्नु भएको थियो एक्लै। जोस रमाइलो भयो। त्यसपछि चाहिँ फेरि हामी हलनचोक गयो। 2 दिन अगाडि मैले टिकटकमा देखेको थियो केयरसिंह लिम्बू चाहिँ लेक साइड आउने भनेर चाहिँ। त्यहाँ चाहिँ हामी छुट्छ होला भनेर एकदम हतार गएको थियो। कस्तो ट्याक्कै म पनि पुगेको केयरसिंह लिम्बूको चाहिँ गीत चाहिँ सुरु भइराखेको थियो र एकदम इन्जोय लिएर हेऱ्यो। जति पनि उहाँको गीतहरू थियो सबै गाउनु भएको थियो। एकदमै राम्रो लाग्यो। जुन चाहिँ अहिले रिलिज हुनेवाला छ माघको 23 गतेबाट कुमारी मुभीको गीतहरू होला सायद। सबै गीतहरू गाइदिनु भयो। एकदमै रमाइलो भयो। एकदमै राम्रो लाग्यो। यति इन्जोय लियो है। भोक पनि त्यत्तिकै लागेको थियो। र हामी त्यो कन्सर्ट सकिसकेपछि चाहिँ हामी फेरि थकाली गयो। थकाली गएर टन्न मजाले भात खायो। 2-3 लड थपी खाएर चाहिँ हामी घरतर्फ आयो। थ्याङ्क्स फर वाचिङ, किप लभिङ, थ्याङ्क यू।